क्याडस्ट्रल डेटाको वा नेपालको नागरिकता सम्बन्धी एउटा च्याटबट बनाउनु पर्यो एलएलएम युज गरेर होइन। अब त्यो डेटा त प्राइभेट डेटा हो नि त, त्यो त अब च्याट जिपीसँग हुँदैन वा कुनै अर्को मोडलसँग हुँदैन। त्यसमा चाहिँ फाइन ट्युनिङ गरे जस्तै यो नलेज सेट पनि उसलाई एक्सेस दिएर यो चाहिँ बनाउने लेभल 2 भयो। अब लेभल 3 चाहिँ अलिकति ठ्याक्कै यसलाई लेभल 3 चाहिँ एआई एजेन्ट्स वा चाहिँ एआई टुल्सहरू खालको भन्न मिल्छ। यसमा चाहिँ कस्तो भइदियो भन्दाखेरि कुनै एउटा क्वेरी दियो भने जस्तै मलाई चाहिँ अब यो बाटो चाहिँ मैले 3 मिटर वाइड बनाएँ भने चाहिँ कुन कुन घरहरू असर पर्छ भन्ने एउटा क्वेरीलाई चाहिँ अब एजेन्टले आफै क्याडस्ट्रल डेटा खोजेर लिएर आयो, आफैले बाटोको डेटा खोजेर लिएर आयो, त्यसपछि जिआइएस फङ्सन रन गर्यो, त्यसपछि एउटा अपडेटेड भेक्टर राष्ट्र फाइल बनायो, त्यसपछि आउटपुट दियो। विभिन्न स्टेप्सहरू चाहिँ विदाउट एनी इनपुट हुन्छ नि, कहाँबाट डेटा लिएर आउने सबै कुराहरू नबुझाइकन गऱ्यो भने चाहिँ अब एआई एजेन्ट भनेर लेभल 3 भन्न सकिन्छ जस्तो लाग्छ है। अब यो अप एन्ड कमिङ फिल्ड हो, यसमा धेरै कुराहरू हामीले गर्दै जाँदाखेरि अपडेट भइरहेको छ। सो यो चाहिँ अहिले नै हामीले अहिले सर्च गरेर हेऱ्यो भने अर्कै लेभल 4, 5 पनि पाउन सक्छ नेटमा होइन। तर एटलिस्ट लेभल 3 यसरी बुझ्दाखेरि चाहिँ अलिकति क्ल्यारिटी चाहिँ आओस् भनेर हो यो प्रेजेन्टेसनमा। र त्यसपछि चाहिँ अब ल्याङ्ग्वेजमा चाहिँ भिजन जोड्दाखेरि चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ होइन, खासमा अब यहाँ बुक बाई बुक डिफिनेसन एउटा लाइनमा जाँदाखेरि चाहिँ कम्प्युटर भिजन भन्ने खालको होइन अब्जेक्ट डिटेक्सन हामीले धेरै वर्ष अगाडि गरि पनि रहेको होइन, पपुलर पनि हो। अनि त्यसले चाहिँ देखाउँछ कुनै इमेजमा के छ भने खोज्न मिल्यो प्याटर्न होइन। अब त्यसै गरी अब लार्ज ल्याङ्ग्वेज मोडलले चाहिँ त्यसमा कन्टेक्स्ट वा त्यसमा रिजनिङ एड गर्छ होइन। अब त्यसको चाहिँ हामीले अब एक हिसाबमा भिजुलाइज गरेर हेर्न खोज्दाखेरि चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि चाहिँ अब यो एउटा मैले यो मेरो स्क्रिनमा यो एकदम 3D खालको यो एउटा चार्ट खोलेँ होइन। अब यो चाहिँ वर्ड टु भेक्टर भन्ने एउटा डेटा सेटलाई भिजुलाइज गरेको होइन। अब यसमा कस्तो छ भन्दाखेरि जस्तै यहाँनिर मैले कुनै एक ठाउँमा जस्तै यहाँनिर यो क्लस्टरमा हेरौँ है, जस्तै यो क्लस्टर वरिपरि जस्तै म्यारिज, ट्विन्स, डटर्स, अफ स्क्रिन होइन, यो सिमिलर कुराहरू अब सिब्लिङ्स फ्यामिली खालको कुराहरू यहाँ क्लस्टर छ होइन। त्यस्तै गरी यहाँनिर बेकरली, एस्ट्रोनोमिकल एन्ड एल्मुनाई अलिकति यहाँ कलेज टाइपको कुराहरू क्लस्टर रहेछ। त्यसै गरी इच एउटा यो क्लस्टर एउटा कुनै एउटा सिमेन्टिकली सिमिलर कुराको क्लस्टर हुँदो रहेछ। अब यो लार्ज ल्याङ्ग्वेज मोडलले खासमा यहाँनिर कहाँ लाइन छ नि यो सेयर्ड इम्बेडिङ स्पेस भनेर हाई डिमेन्सनल स्पेस र इम्बेडिङ स्पेस भनेको खासमा यस्तो मात्रै हो कि यो धेरै कम्प्लेक्स कुरा जस्तो लाग्छ होइन। तर इट्स जस्ट अ रिप्रेजेन्टेसन अफ डेटा इन मोर देन अब 3 अर धेरै डाइमेन्सन भनौँ न। अब यसमा जसरी एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ अब के हुन्छ भन्दा जसरी यो वर्डले यहाँ क्लस्टर बनाएको छ नि, अब यहाँ फर इक्जाम्पल भिजुअल ल्याङ्ग्वेज मोडलमा चाहिँ हामीले यहाँनिर बसको फोटो आयो है, बसको फोटोले पनि यहीँनिर चाहिँ उसको पोइन्ट आउँछ कि। सो एम्बेडिङ स्पेसमा चाहिँ इमेज, त्यो अब्जेक्टको इमेज र त्यो अब्जेक्टको टेक्स्चुअल डिस्क्रिप्सन चाहिँ एकदमै नजिकै हुन्छ कि होइन। अनि यो चाहिँ म्यापिङमा हामीले कार्टोग्राफीमा कतावटा कोड थियो कि होइन, नट अल थिङ्स आर सिमिलर बट थिङ्स द्याट आर नियर बाई माइट बी सिमिलर, है कस्तो एउटा कोड छ होइन, हामीले पढाएको थियो पहिला। त्यस्तै हो यसमा पनि, यसमा चाहिँ सिमिलर नजिकै भएको कुराहरू चाहिँ सिमिलर हुन्छ भनेर भयो। अनि जस्तै यो बसको टेक्स्टले यहाँनिर पोइन्ट बनाइरहेको छ भने लगभग बसको इमेज पनि हामीले प्लट गऱ्यो भने यहीँनिर यसले एउटा पोइन्ट बनाउँछ। अब त्यो चाहिँ यहाँ पनि त्यही कुराहरू हो होइन। जस्तै यहाँनिर अब यो पपीको इक्जाम्पल छ, पेपर द 80 पप र यो पपीको फोटो। यसमा चाहिँ यो भिएलएम खालको मोडल चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि चाहिँ हामीले यसलाई ट्रेन गर्दाखेरि यो ब्लू लाइन छ नि बिचमा, यसले चाहिँ सकेसम्म यो बिचमा चाहिँ यिनीहरूलाई चाहिँ यसरी रिप्रेजेन्ट गर्न खोज्छ कि सो द्याट पपीको फोटो अपलोड गर्दाखेरि त्यो मोडलमा है ट्रेन गर्दाखेरि वा पपीको यो टेक्स्चुअल डिस्क्रिप्सन सेन्ड गर्दाखेरि चाहिँ यसले एकै ठाउँमा प्लट गर्छ कि र लार्ज हुन्छ नि अब अहिले मैले देखाएको जस्तो प्लटमा भनौँ न। अनि त्यो गरेपछि के एनेबल हुन्छ भन्दाखेरि चाहिँ पछि गएर अब मैले पपीको फोटो भनेर हालेँ भने अब चाहिँ यहाँनिर उसले डिस्क्रिप्सनमा चाहिँ, किनकि यहाँ त टेक्स्ट इमेज म्याचिङ भयो नि त होइन। अब पपीको फोटो हाल्दाखेरि त त्यो पोइन्ट गएर एउटा ठाउँमा गएर प्लट भयो, त्यहाँ नजिकै टेक्स्टको जसको डिस्क्रिप्सन हुन्छ त्यसको टेक्स्ट डिस्क्रिप्सनमा चाहिँ अ फोटो अफ अ डग भन्ने रिटर्न भयो। सो यसरी चाहिँ अब यसलाई
खासमा डगको टेक्स्ट पठाएर पनि अब डगको इमेज रिट्रिभ गर्न सकिन्छ कि सो यही तरिकाले चाहिँ हामीले यो चाहिँ विदाउट एनी ट्रेनिङ मोडललाई ट्रेन नगरिकन होइन चाहिँ कुनै नयाँ खालको कुराहरूको एक्सट्र्याक्सन वा डिटेक्सन चाहिँ गर्न सक्छौँ भिजुअल ल्याङ्ग्वेज मोडलमा होइन अब यो एकदमै हाई लेभलमा थियो अलिक जेनरलमा थियो होइन तर ओभरअलमा चाहिँ यसरी वर्क गर्छ अब यसको कोर क्यापेबिलिटीहरू आज हामीले थोरै डिस्कस गर्ने म डेमोहरू पनि सेयर गर्छु त्यो चाहिँ भिएलएम युज गरेर चाहिँ एरियल इमेज क्याप्सन गर्ने त्यसपछि त्यसको युज केसेसहरू त्यसपछि यो डिटेक्सन र क्लासिफिकेसन जेरो सर्ट भन्नाले चाहिँ ट्रेनिङ नगरिकन कसरी सेटेलाइट इमेजरीमा वा एरियल इमेजमा चाहिँ कुराहरू खोज्ने त्यसै गरी अर्को दुईवटा अलिकति इन्ट्रेस्टिङ चाहिँ भिजुअल क्वेसन एन्सरिङ हुन सक्ला र सिमेन्टिक सर्च पनि हुन सक्ला है सिमेन्टिक सर्च चाहिँ हामीले थोरै अझै कभर गर्छौँ होला ल फर्स्टमा चाहिँ यो इमेजरी जस्तै यो नेपालको कुनै एउटा ठाउँको हो सायद त्यो अर्थक्वेक ड्यामेजतिरको यो इमेजरी हो यहाँ बिल्डिङ थोरै ड्यामेज पनि छ रबल छ होइन र यसको चाहिँ अब हामीले एउटा कुनै भिजुअल ल्याङ्ग्वेज मोडलमा चाहिँ यसलाई क्याप्सन गर भन्दाखेरि उसले दिएको डिस्क्रिप्सन हो क्या यो अब यो लामो एरियल भ्यू सोज द्याट भिलेज विथ सभरल स्मल हाउसेस होइन बिल्ट अन ड्राई अराउन्ड अर्थ अब धेरै डिस्क्रिप्टिभ छ कि जस्तै कि अब तल फिल्डहरू छ अरे त्यसपछि त्यहाँनिर स्मल ब्लू स्ट्रक्चर छ अरे सम एरियाज आर कभर विथ स्पार्स भेजिटेसन छ अरे अब धेरै डिस्क्रिप्सन छ अब लार्ज ल्याङ्ग्वेज अगाडि भन्दा पनि यस्तो खालको टेक्स्टलाई क्याप्सन गर्ने कुरा चाहिँ हुन्थ्यो नहुने होइन तर लार्ज ल्याङ्ग्वेज मोडल आउने बित्तिकै चाहिँ सजिलो कुन हिसाबमा भइदिन्छ भन्दाखेरि यसले एउटा डेमो हेर्दै कुरा गर्छौँ है त हामी कता गयो जेरो सर्ट होइन ओके यो सो यो चाहिँ मैले एउटा मुनड्रिम भन्ने भिजन ल्याङ्ग्वेज मोडल लोड गरेर राखेको छु होइन त्यसमा चाहिँ दुईवटा इमेजेसहरू यो लेभरको चेन्ज डिटेक्सन डेटा सेटबाट लोड गरेर राखेको छु अहिले ओपन डेटा सेट हो र यसमा चाहिँ कस्तो खालको छ भन्दाखेरि यस्तो इमेज पेयर्सहरू छ कि जस्तै यही ठाउँको बिफोर एन्ड आफ्टर इमेज होइन बिफोरमा चाहिँ यहाँनिर बाटो मात्र रहेछ अब आफ्टरमा चाहिँ यहाँनिर ठुलो कन्स्ट्रक्सन वेयर हाउस खालको बनिसकेको रहेछ अब यो इमेजरी दुवैलाई इन्डिभिजुअली हामीले मैले क्याप्सन जेनेरेट गर भनेर भने चाहिँ यस्तो खालको क्याप्सन जेनेरेट गर्छ है अब यो धेरै लामो छ अहिले पढिराख्यो भने 2-3 मिनट जाला त्यही भएर हामी सरसर्ती हेरौँ मात्रै अब यसबाट चाहिँ अब क्याप्सनिङ मात्रै आयो नि त होइन क्याप्सनिङबाट के गर्न मिल्छ त होइन क्याप्सनिङ गरेर त आयो तर यसलाई त मैले न त कुनै एनालिसिस गर्न सकेँ न के गर्न सकेँ भन्ने युजली लाग्छ होइन अब तर त्यस्तो होइन अब जस्तै यहाँ हामीले भिजुअली एनालाइज गरेर के देखिरहेको छौँ यो कन्स्ट्रक्सन सकेको रहेछ यहाँ भेजिटेसन थोरै चेन्ज भएको रहेछ होइन बाटो जस्ताको त्यस्तै छ तर यहाँ मल्टिपल वेयर हाउसहरू बनेको रहेछ होइन अब हामीले के गर्न सक्छौँ भन्दा यो क्याप्सन जुन जेनेरेट भएको छ होइन लार्ज ल्याङ्ग्वेज मोडलबाट चाहिँ यसलाई चाहिँ यो नेचुरल ल्याङ्ग्वेजको टेक्निकहरूबाट चाहिँ प्रोसेस गरेर के गर्न मिल्छ भन्दाखेरि यो र योको टेक्स्टुअल टेक्स्टको डिफ्रेन्सेसहरू के छ त वा चाहिँ के कुरा चाहिँ यहाँ यसमा डिस्क्रिप्सनमा छ जुन चाहिँ यहाँ छैन के कुरा चाहिँ यहाँ छ जुन चाहिँ यहाँ छैन त्यस्तो कुराहरूको एनालिसिस गर्न सक्छु अब यो कोड हामी सरस्वती मैले रन गरिसकेँ सो म डाइरेक्टली रिजल्टमा जान्छु होइन जस्तै यहाँ छ हेर है जस्तै पहिला क्वालिटेटिभमा जाउँ है जस्तै यहाँनिर फिचर्स गेन भनेर भनेको छ होइन त्यो भनेको चाहिँ आफ्टरमा चाहिँ के फिचर थपिएको छ भनेर लेख्न खोजेको मैले जस्तै यहाँनिर है बिल्डिङ र वेयर हाउस थपिएको छ भनेर एनालिसिसबाट आइदियो त्यस्तै गरी के कुराहरू पुरानो इमेजबाट हटेको छ अरे जस्तै कन्स्ट्रक्सन र डेभलपमेन्ट कुराहरू र फोरेस्ट र भेजिटेसन कुराहरू अलिकति हटेको छ भनेर आयो होइन अब यो चाहिँ क्वालिटेटिभ खालको रिजल्ट निकाले मैले टेक्स्ट डिस्क्रिप्सनलाई युज गरेर त्यस्तै गरी अब यहाँनिर अब यो सिमेटिक डिफ्रेन्स यो कुराहरू पनि निकाले होइन अब सिमिल्यारिटी चाहिँ अलिकति समवाट सिमिलरै छ भन्ने खालको जस्तै आयो डिफ्रेन्समा चाहिँ थोरै डिफ्रेन्स भएको छ है जस्तै कुरा है अब यो कुरा अलिक इम्पोर्टेन्ट छ यो लास्टमा म जोड्छु यो क्वालिटेटिभ स्कोरिङ किनकि आजकल धेरै हुने यो नयाँ खालको यो गुगलको अल्फा अर्थ डेटाबेस होइन वा त्यस्तो कुराहरूले चाहिँ यस्तै सिमिल्यारिटीमाबाट चाहिँ डेटा सेट बिल्ड गरेको छ कि यो म लास्टमा आउँछु यो स्कुलको कुरामा होइन तर अब इन्ट्रेस्टिङली अहिले मैले के गर्न सकेँ भन्दाखेरि मैले यो एउटा इमेज मात्र गरेँ
तर मैले जतिवटा इमेजमा पनि यस्तो डिफ्रेन्सहरू निकाल्न मिल्यो के। तर डिफ्रेन्स कसरी निकाल्यो भने ट्रेनिङै नगरिकन, कुनै पनि मैले ट्रेनिङ गरेको छैन। यहाँ त मैले खासमा यो बाटो डिफ्रेन्स दुईवटा फोटो बिचमा बाटै बनेको थिएन होइन, यहाँ चाहिँ बाटो चाहिँ बनेको थियो, यहाँ चाहिँ बरु 5वटा घर थपेको थियो भनेर पनि निकाल्न सक्थ्यो होला क्या। तर कसरी निकाल्यो भन्दाखेरि टेक्स्ट एनालिसिस गरेँ। टेक्स्ट एनालिसिस कसरी गरेँ भन्दा लार्ज ल्याङ्ग्वेज मोडलको आउटपुटलाई एनालिसिस गरेर होइन। सो हामीले एउटा सिम्पल थिङ विच इज इमेज क्याप्सनिङ होइन, जुन चाहिँ यो चाहिँ खासमा जिआइएसको लागि बनाएको मोडल पनि होइन, एउटा जेनरल कम्प्युटर भिजनको मोडल हो। त्यसलाई चाहिँ युज गरेर हामीले चाहिँ जिआइएस खालमा चाहिने चेन्ज डिटेक्सन खालको एनालिसिस गर्न सक्दो रहेछौँ। अब त्यस्तै गरी नेक्स्टमा अब यो सिमिलर नै हो, तर यो चाहिँ अब जस्तै फर एक्जाम्पलमा यहाँनिर चाहिँ मलाई ट्रेनिङ बिना ह्याच रुफ, मेटल रुफ वा टेन्टहरू यो गर्छ नि एआईमा, बाउन्डिङ बक्सहरू देखाएर वा सेगमेन्ट गर्नु पर्यो भने चाहिँ मैले कसरी गर्छु होला भने चाहिँ कता गयो, हाउ डु हाइड इट, ओके जेरो सर्ट। जस्तै यहाँ पनि मैले त्यही नै इमेज लोड गरेर राखेको छु होइन। जस्तै यो इमेज भयो, अब यहाँनिर जस्तै मैले प्रम्प्ट के दिएँ त, बिल्डिङ विथ स्विमिङ पुल। अब यो चाहिँ प्रम्प्टमा अलिकति मैले एटेन्सन तान्न खोजेँ होइन। जस्तै अब हामीले यो सेगमेन्ट एनिथिङ मोडल कसरी चलाएको छौँ भने चाहिँ त्यसमा पनि प्रम्प्ट बेस्ड हुन्छ नि डेटा एक्सट्र्याक्सन। मैले चाहिँ बिल्डिङ सर्च गरेँ ठ्याक्कै बिल्डिङ खोज्ने भन्ने खालको कुरा चाहिँ हुन्छ है। यो कुरा एसडीको डिफ्रेन्ट आर्क म्यापहरू टुलहरूमा पनि छ। तर एउटा डिफ्रेन्स चाहिँ अब यहाँ एउटा के छ भन्दाखेरि चाहिँ कन्टेक्स्ट के। जस्तै मैले अब बिल्डिङ मात्रै भनेको छैन नि त, मैले बिल्डिङ विथ स्विमिङ पुल भनेको छु। त्यो कारणले गर्दाखेरि मैले इमेजरी यहाँ हेऱ्यो भने यहाँ यो बिल्डिङमा स्विमिङ पुल छैन, कहीँ पनि छैन, तर यो बिल्डिङमा सानो स्विमिङ पुल रहेछ क्या। अनि त्यही भएर यो चाहिँ सिलेक्ट भयो है। सो लार्ज ल्याङ्ग्वेज मोडलले अघि नै मैले सेयर गरिरहेको थिएँ नि, कम्प्युटर भिजन मोडलको इमेज डिस्क्रिप्सन प्लस ल्याङ्ग्वेज मोडलको कन्टेक्स्ट रिजनिङ बुझ्छ भन्ने कुरा चाहिँ यो हो कि कम्प्युटर भिजन मोडलले भएको सबै बिल्डिङलाई एनोटेट गरिदिन्थ्यो है। अब फेरि स्विमिङ पुललाई छुट्टै एनोटेट गर्नु पर्थ्यो। त्यसपछि हामीले फिगर आउट गर्नु पर्थ्यो कि कुन बिल्डिङको नजिक चाहिँ स्विमिङ पुल छ है भनेर आफै कोडिङ गरेर है। अब लार्ज ल्याङ्ग्वेज मोडलले के गरिदियो भन्दाखेरि बिल्डिङ त यसले सबै चिन्यो, त्यसपछि स्विमिङ पुल भएको बिल्डिङ मात्रै मैले भनेको थिएँ नि त प्रम्प्टमा, त्यसरी त्यो कारणले ठ्याक्कै यसलाई हाइलाइट गरिदियो। अब यसको अझै फ्यु अझै इक्जाम्पल्स छ है। जस्तै मैले लार्ज वेयर हाउस भनेर सर्च गरेको रहेछु, यो सबै वेयर हाउस आयो होइन। यो चाहिँ सिलेक्ट भएन र त, किनकि यो त वेयर हाउस हेर्दाखेरि त बिल्डिङ जस्तो छ नि त, वेयर हाउस जस्तो छैन। त्यसै गरी द बिगेस्ट वेयर हाउस अन्ली भनेर सर्च गरेँ। अब यो पनि कन्टेक्स्ट है, द बिगेस्ट भनेको त कुन एरियामा होला नि त है, बाई साइज होला। अब बिगेस्ट वेयर हाउस अन्ली भनेर भनेको छु। अब मैले खास एउटा मात्र सिलेक्ट गरोस् भनेर यस्तो गरेको। यसमा चाहिँ अब ठ्याक्कै त मलाई पनि थाहा छैन होइन त, हेर्दाखेरि सरस्वती यो चाहिँ योभन्दा ठुलै हो, योभन्दा अब होला है ठुलो, जोस् यसलाई सिलेक्ट गरिदियो। जसको लास्ट एउटा इक्जाम्पल के एउटा हेरौँ भने यसमा मल्टी क्लास क्वेरी है। अब मल्टी क्लास क्वेरीमा चाहिँ मैले के गरेछु भन्दाखेरि अब यो क्लास, अब यहाँ खासमा मैले जे पनि लेख्न पाएँ। यहाँ मैले त खासमा पाथ भनेर लेख्दै पनि हुन्थ्यो, यो कार भनेर लेख्दै पनि हुन्थ्यो, तर मैले यसलाई लार्ज वेयर हाउस, स्विमिङ पुल र ट्रिज भनेर लेख्दाखेरि कसरी आयो हेऱ्यो है त। जस्तै लार्जमा पर्पल खालको 1 2 3 4 5, यसलाई लार्ज वेयर हाउसले, स्विमिङ पुललाई स्विमिङ पुल यहाँ आइदिइहाल्यो। अब ट्रिजलाई चाहिँ एउटा मात्र पोइन्ट गरिदिएको रहेछ। अब त्यसरी चाहिँ हामीले विदाउट एनी ट्रेनिङ चाहिँ ल्याङ्ग्वेज मोडलले चाहिँ हामीले कन्टेक्स्ट सहित डाटा एक्सट्र्याक्ट गर्न सक्छौँ कि। अब यो खास युज केस कस्तो पनि हुन्छ भन्दाखेरि कुनै एउटा लार्ज इमेजरीबाट चाहिँ ड्यामेज बिल्डिङ्सहरू खोज्ने होइन, वा चाहिँ कुनै एउटा ग्राउन्ड इमेजरीबाट चाहिँ घरको तल्ला कतिवटा छ खोज्ने, 3 तल्लाको घर छ कि छैन भनेर खोज्ने, वा चाहिँ घरको तल्ला कतिवटा छ भनेर तिमीले उमा निकाल्ने आउटपुट होइन, त्यस्तो पनि गर्न सकिन्छ। तर कन्टेक्स्चुअल चाहिँ कन्टेक्स्ट भाइ सोध्न निकाल्न मिल्यो भने चाहिँ एउटा एडभान्टेज भयो कि लार्ज ल्याङ्ग्वेज मोडल कनेक्ट हुने बित्तिकै। योभन्दा अगाडि चाहिँ यसरी चाहिँ हामीले गर्न मिल्दैन थियो, कि त वेयर हाउस भनेर ट्रेनिङ गर्थ्यो, कि त स्विमिङ पुल भनेर ट्रेनिङ गर्थ्यो। अब लार्ज वेयर हाउस भनेर ट्रेनिङ जेनरली गरिँदैन थियो। अब कहाँ गयो, त्यसपछि जेरो सर्ट डिटेक्सन, त्यसपछि यसले सपोर्ट गर्ने अर्को एउटा कुरा भनेको यो भिजुअल क्वेसन एन्सरिङ भन्ने कुरा पनि हो। अब यो के हो भन्दाखेरि अघि न चाहिँ इमेज क्याप्सनिङ गर्यो, जे छ त्यही रिप्लाई गरिदियो नि त होइन।
अब चाहिँ के गर्न मिल्छ भने ठ्याक्कै आफूले सोध्न मन लागेको क्वेसन पनि सोध्न मिल्छ कि यसलाई। जस्तै यहाँ वाट टाइप्स अफ स्ट्रक्चर आर भिजिबल इन द इमेज भन्दाखेरि द भिलेज कन्स्ट्रक्सन आर टेक्निक्स इन्क्लुडिङ थ्याच रुफ, कोअपरेटिभ मेटल साइल रुफ्स अर मड क्ले, होइन जे छ यही नै दिइरहेको छ होइन। अब यो इमेज खासमा यो प्राइभेट इमेज हो कि, यो चाहिँ हामीले ड्रोन फ्लाइट गरेर लिएको इमेज हो। यो इमेज मोडल चाहिँ कहिले पनि देखेको छैन, यो नेपालको इमेज देखेको छैन। तर उसले डिस्क्रिप्सनको कन्टेक्स्ट छ नि त्यो चाहिँ एकुरेटली क्याच गर्छ क्या, जसमा चाहिँ यो होइन। अब यसमा मैले खासमा यो कन्टेक्स्ट क्याच गरेको जस्तो हिसाबमा छ नि, यसलाई सेगमेन्ट गरिदियो भन्दाखेरि यसले अब मल्टिपल क्लासमा यसलाई सेगमेन्ट पनि गर्न सक्छ है। अब त्यसको एउटा इक्जाम्पल हामी के हेर्छौँ भन्दाखेरि यहाँनिर यो रन भयो कि भएन। जस्तै अहिलेसम्म त हामीले पिएनजी इमेजेसमा इक्जाम्पल देखिरहेको थियो होइन, तर युजली अब हाम्रो एरियल इमेजरी हेऱ्यो भने त अब एटलिस्ट टिफमा त हुन्छ नि त, पिएनजीमा त हुँदैन। अनि अझै धेरै ठुलो हुन्छ इमेजरी, एकैचोटि कसरी लोड गर्ने त्यो त पुग्दैन पनि होइन। अनि यो मोडल खासमा यो मुनड्रिम भन्ने मोडल चाहिँ खासमा सानो छ कि, यो चाहिँ मेरो यो पुरानो ल्यापटप जुन चाहिँ GTX कति 1080 होइन हो 2019को मोडल हो, त्यसमा कति 2-4 GB जस्तो ऱ्याम छ होला जिपियू, त्यसमा पनि चल्छ कि। सो आरटिएक्सहरू जस कसैको अलिकति नयाँ ल्यापटप त्यसमा त मजाले लोकली नै चल्छ। अनि यो सबै कोडहरू खासमा मैले अहिले सेयर गर्नलाई मात्रै क्यागलमा रन गरिरहेको, यो मजाले आफ्नो डिभाइसमै चल्छ। सो एउटा त्यो एडभान्टेज पनि दिन्छ यसले है। अब यो टाइल प्रोसेस गर्नलाई चाहिँ मैले अब यहाँनिर रन त गर्न खोजिरहेको थिएँ, तर यो मेरो के भयो ग्रेडियो डाउनलोड गरेर यसलाई डेस्कटप। सो यसमा चाहिँ हामीले यो ठुलो एउटा टिफलाई चाहिँ सानो सानो टुक्रामा डिभाइड गरेर होइन, सानो टुक्रामा डिभाइड गरेर यो प्रोसेस गरेको थियौँ। अब प्रोसेस चाहिँ के गरेको थियौँ भनेर भन्दाखेरि चाहिँ यो टिफमा कहाँ गयो एउटा प्रम्प्ट लेखेको थियो क्या। प्रम्प्ट चाहिँ के थियो भन्दाखेरि डज दिस इमेज ह्याभ अ बिल्डिङ एन्सर इन 0 to 1 होइन भन्ने चाहिँ के थियो। अब यसले चाहिँ इच त्यो ठुलो इमेजलाई चाहिँ तिम्रो सानो टुक्रामा चाहिँ प्रोसेस गरेर त्यहाँ इमेज छ भने यस होइन 1, इमेज बिल्डिङ छैन भने नो। अब यो खासमा यहाँ जे लेखे पनि हुन्छ, मैले ड्यामेज बिल्डिङ लेख्दै पनि हुन्थ्यो वा मैले 2 तल्ला घर लेख्दै पनि हुन्छ, मैले त्यहाँ गाडी छ कि छैन, ट्री छ कि छैन, जे लेख्दा नि हुन्छ। अनि यसको आउटपुट मैले यहाँ 0 1 सट्टामा एउटा जेसनमा दियो वा चाहिँ यस्तो फर्मेट दियो पनि भन्न सक्छ। अहिले सिम्प्लिफिकेसनको लागि 0 1 मात्रै लेखेको। यो सबै प्रोसेस गरेपछि यसले आउटपुट चाहिँ यहाँनिर भइसकेपछि कहाँ गयो यो आउँछ होला त, यो खोलिरहेको थिएन। तर आउटपुट चाहिँ तिम्रो यसले जियोजेसनमा बनाएर दिएर यसको चाहिँ एउटा हटस्पट म्याप जस्तो खालको बनाइन्छ कि, लेट्स सी त डाउनलोड हुन्छ कि हटस्पट म्याप यहाँबाट रहेछ। त्यो हटस्पट म्याप चाहिँ कस्तो भन्दाखेरि यो मसँग माथि यहाँनिर मैले यो प्रोसेस गरेको इमेजरी चाहिँ यो पिप्लाचोर भन्ने ठाउँको यो ड्रोन एरियल इमेजरी हो कि होइन RGB। यसमा हाई रेजोल्युसन एरियल इमेजरी भनौँ न, यसलाई चाहिँ टुक्रामा चाहिँ त्यहाँनिर बिल्डिङ छ कि छैन, छ भने चाहिँ त्यहाँनिर हटस्पट 1 भ्यालु, छैन भने चाहिँ 0 भ्यालु भनेर प्रोसेस गरेको थियो होइन। अब लेट्स सी ओपन हुन्छ कि। अब यो कता लोड भइरहेछ क्या, ठ्याक्कै कता हो त, यहाँ लेयर चाहिँ आउँछ तर यस्तो गर्नु पर्दा ओके भन्छ। सो यसको चाहिँ यसले हामीले चाहिँ खासमा कुनै पनि कम्प्युटर भिजन मोडललाई वा ल्याङ्ग्वेज मोडललाई चाहिँ टिफ डेटा प्रोसेस गर्ने पनि गरिदिन सक्छौँ कि। अनि टिफ डेटा प्रोसेस गर्दाखेरि चाहिँ हामीले टाइल वाइज गरेर, अब यो कता आयो एउटा इक्जाम्पल हेर्न पाए चाहिँ हुन्थ्यो। जुन लेयर फिचर्स किन आएन, यो आउँदैन होइन। यो नआएको यसमा के गर्यो भन्दाखेरि पुरानो एउटा इक्जाम्पल खोल्छु है त। जस्तै यो एउटा यो वेबसाइटमा अलिक पुरानो हो यो, यसमा चाहिँ जस्तै के छ भन्दाखेरि ल अब मैले रिभर भन्ने टाइप गरेर होइन सर्च गरेँ। अब यो रिभर हाइलाइट भएर आयो नि त होइन यहाँको। अब त्यस्तै गरी अब लेट्स से आई वान्ट टु सर्च अब के गरौँ सोलर
ग्रिन के भन्छ ग्रिन हाउस भन्छ क्या अरे यो त धेरै आयो के भयो अलि भएन यो चाहिँ अलि सिस्टम बगी छ कि यसमा अपडेट चाहिँ गरेको थिएन तर मैले देखाउन खोजेको चाहिँ यो लार्ज इमेजरीलाई चाहिँ हामीले जस्तै यहाँनिर इच सानसानो टुक्रालाई चाहिँ प्रोसेस गरेर चाहिँ त्यसको चाहिँ राष्ट्र वा भेक्टर आउटपुट पनि निकाल्न सक्छौँ कि अब यो मोडलमा चाहिँ त्यो सबै कुरा चाहिँ हामीले भिजुअल ल्याङ्ग्वेज मोडमा विथ कन्टेक्स्ट र विदाउट ट्रेनिङ गर्न मिल्यो कि भनेको मतलब मलाई चाहिँ मड हाउस यो कुनै इमेजबाट मड हाउस सबै डिजिटाइज गर्नु छ भने मैले अब ट्रेनिङ गर्नु पर्दैन कि कुनै मोडललाई हाउ टु मेक दिस भनेर मैले चाहिँ यहाँबाट एक हिसाबमा प्रम्प्ट गरेर र जियोस्प्यासियली प्रोसेस गरेर यो कुराहरू एक्सट्र्याक्ट गर्न सक्छौँ अब मेरो लास्टतिर आइसकेको स्लाइडमा होइन त्यो चाहिँ कसरी कन्क्लुड गर्न खोज्छु भन्दाखेरि अहिले सबै चाहिँ अहिले मैले देखेको तीनटा एक्जाम्पल चाहिँ आरजिबी इमेजरीमा भयो होइन अब आरजिबी इमेजमा चाहिँ तिम्रो टिपिकल कम्प्युटर भिजनको मोडलहरू नै चल्छ कि जस्तै योलो पनि चल्छ होइन अनि तिम्रो त्योभन्दा बाहेक युनिटहरू पनि चल्छ होइन त्यसको प्रिटेन्ड वेटहरू फाइन ट्युनिङहरू त्यसमा इजिली गर्ने तिमीले स्टेप्सहरू अनलाइन पनि भेट्छौ एकदम वाइडली अप्रुभ साइन्स हो कि त्यसको तर अब नयाँ कुरा के छ भन्दा मल्टिस्पेक्ट्रल डेटा हो नि त खासमा त तिम्रो हामी रिमोट सेन्सिङको सबै जियोस्प्यासियलको कुरा गर्ने बित्तिकै अब त्यसमा अब यो फ्यु एक्जाम्पल्सहरू क्या जस्तै लार्ज ल्याङ्ग्वेज मोडल गरेर यहाँनिर चाहिँ हामीले डिजास्टर ड्यामेज असेसमेन्ट गरिरहेको छ अब यहाँनिर सार अप्टिकल भनौँ न त्यसै गरी यहाँनिर हेर न अब मैले अहिले देखाए जस्तै कतिवटा ड्यामेज इन्ट्याक्ट थियो त कतिवटा मेजर ड्यामेज भयो त कतिवटा माइनर ड्यामेज भयो त होइन फुल डिस्ट्रोय भएको भने यो चाहिँ क्वेसन एन्ड आन्सर गर्न मिल्यो कि इमेजरीमा हामीले के गर्थ्यो भन्दाखेरि क्वेसन चाहिँ जिआइएस एनालिस्टलाई सोध्थ्यो होला उसले चाहिँ प्रोसेसिङ रिजल्ट ल्याउँथ्यो होला अब चाहिँ क्वेसन डिरेक्टली मोडललाई सोध्नु मिल्यो कि होइन अनि मोडलले पो एन्सर दिन्छ जसरी चाहिँ कुनै जिआइएस एनालिस्टले आफ्नो रिमोट सेन्सिङ वर्क गरेर वा चाहिँ के अरू तरिकाबाट एन्सर ल्याउँथ्यो त्यस्तै गरी यहाँनिर अरू दुई तिनवटा एक्जाम्पलहरू राखेको थिएँ मैले यो सबै ओपन मोडलहरूको नै हो होइन अर्थ टाइल मल्टिस्पेक्ट्रल अब्जर्भेसन के छ यसमा डेमो यिनीहरू सबै ग्राउन्डेड लास्ट रिमोट सेन्सिङ यो सबै यहाँनिर रहेछ ल यो सबै त्यस्तै खालको हो जसले अब ठुल्ठुलो इमेजहरूलाई यसरी टुक्राएर होइन तिम्रो मल्टिस्पेक्ट्रल डेटाहरू लिएर त्यहाँबाट हामीले अब टेक्स्ट टु अब चाहिँ मैले अहिले देखाएको छ चेन्ज डिटेक्सन खालको होइन अनि ल्यान्ड कभर क्लासिफिकेसनहरू रे भिजुअल ग्राउन्डिङ भनेको चाहिँ मैले वेब पेजमा अघि न टेक्स्ट टाइप गरेर ठ्याक्कै कहाँ छ भने देखाइदियो नि त फोटोमा त्यो कुरा अनि लार्ज फोटोमा त्यो भने जस्तै हो होइन अब इमेज क्याप्सनिङ होइन अब यो चाहिँ सबै मल्टिस्पेक्ट्रल डेटामा भयो तर अहिले मैले सेयर गरेको सिम्पल कम्प्युटर भिजन डेटाबाट नि कन्सेप्ट भाइ चाहिँ त्यही नै हो है कन्सेप्ट त्यही नै हो खालि ट्रेनिङ गर्ने तरिका र मोडलको फरक हो के भन्छ आर्किटेक्चर त्यस्तै गरी यहाँनिर अर्को एउटा हेरौँ है अनि फ्लोर फर क्वेसन्स वा अब डिस्कसनलाई ओपन गर्छु म अब यो लार्ज ल्याङ्ग्वेज बेस्ड सेगमेन्टेसन अब यो चाहिँ मलाई एकदम इन्ट्रेस्टिङ लागेर मेरो रिसर्च इन्ट्रेस्ट हो यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि जस्तै कुनै कुरालाई अब डिजिटाइज गर्नु पर्यो अरे हामीले जिआइएस म्यापमा होइन हामीले के गर्छौँ भन्दाखेरि कम्प्युटर भिजन मोडलले त अब जस्तै हामीले रन गऱ्यो भने ठ्याक्कै बिल्डिङ चाहिँ छ ठ्याक्कै खोजिदिन्छ नि त अब हामीले बिल्डिङ मात्रै खोज्यो भने कहिलेकाहीँ गोठलाई पनि डिजिटाइज गरिदिन्छ कहिलेकाहीँ बिचमा चोक होला वरिपरि घर होला होइन सबैलाई फरक फरक बिल्डिङ डिजाइज गरिदिएला वा चाहिँ माथि यस्तो भिर होला माथिल्लो तल्लामा एउटा घर होला मुनिको तल्ला अरू घर मुनिको भिरको पाखोमा एउटा घर होला सबैलाई एउटै घरमा जोडिदिन्छ किनकि माथिबाट नादिरबाट माथिको 90 डिग्रीबाट हेर्दाखेरि त तिम्रो छुटाउन गाह्रो हुन्छ नि त र अब त्यस्तै अरू क्वेसन पनि होला मलाई चाहिँ होइन अब मोडर्न मोटा र घर मात्रै डिजिटाइज गर्नु छ अरे मेरो कन्टेक्स्ट छ अरे क्या त्यो सबै कुराहरू चाहिँ लार्ज ल्याङ्ग्वेज मोडल एनेबल गर्छ कि जस्तै कि यहाँनिर यहाँ चाहिँ क्याप्सनिङ दियो होइन वाट आर यो लार्ज डोमेस्टिक एप्टिकल ट्रिपल फन्डुलर सेटिङ्स संवाग्न इमेज होइन अब त्यसलाई यसले ठ्याक्कै यो गाईलाई डिजिटाइज गर्थ्यो अब यो वाट इज द अब्जेक्ट इन द इमेज द्याट माइट अ पर्सन वेयर अन देयर हेड होइन यहाँ त क्वेसन सोधिरहेको छ नि त यो सबै मध्ये चाहिँ कुन चाहिँ हो चाहिँ मैले लाउने भन्दाखेरि टोपी हो भनेर भनिदियो होइन सो यो सबै कुरा चाहिँ भिजनको कम्प्युटर भिजनको कुराहरू हो अनि कम्प्युटर भिजनको कुरा हो भन्दाखेरि चाहिँ मेन पोइन्ट भनेको आरजिबी इमेजरीमा रन हुने कुराहरू हो अब मोस्ट अफ द रिसर्च वर्क मल्टिस्पेक्ट्रल इमेजमा नि यही कुरालाई चाहिँ रिप्लिकेट गर्नलाई भइरहेको छ र
हामीसँग आरजिबी इमेजरी पनि आजकल त एकदम हाई रेजोल्युसनको हुन्छ नि त, त्यो कारणले गर्दाखेरि यो कम्प्युटर भिजनको मोडल ट्रेनिङ नगरिकन एकदम राम्रो पर्फर्म गर्छ कि, किनकि त्यसको पिक्सल डेन्सिटी भनौँ न वा के भन्छ होइन, त्यो एकदमै फाइन हुन्छ। त्यो कारणले गर्दाखेरि अब यहाँनिर यो अर्को चाहिँ के हो, यो जियो स्पेसल मुन्डी रहेछ। यो चाहिँ क्युजिआइएसलाई चाहिँ यस्तो लार्ज ल्याङ्ग्वेज मोडलमा चाहिँ क्युजिआइएस सर्भरको लागि हो, यो क्युजिआइएस तिम्रो डेस्कटपलाई पनि छ। यो चाहिँ त्यस्तो सिस्टम्सलाई चाहिँ लार्ज ल्याङ्ग्वेज मोडललाई कनेक्ट गर्ने, सो द्याट हामीले यो सबै फङ्सनालिटी युज गर्न मिलोस् भनेर हो। पक्का ल, मैले सकाइहालेँ। त्यही नै हो मेरो ओभरअल आज चाहिँ प्रेजेन्टेसन। मैले जस्ट के समराइज गर्न खोजिरहेको थिएँ भन्दाखेरि त्यस्तो धेरै पनि छैन यो के भन्छ नबुझ्ने कुराहरू, सिम्पल त्यही हामीले फाउन्डेसनल कुराहरू होइन, टेक्स्ट कम्पेरिजन र इमेज क्याप्सन जेनेरेटबाट चाहिँ हामीले स्केल अप गरेर यो धेरै भिजनको कुराहरू बुझ्न सक्छौँ। ल, थ्याङ्क यू सबैलाई सुनिदिनु भएकोमा। कसैले मैले हात उठाएको देखेको थिएँ है, केही क्वेसन थियो? एकदम दाइ एकदमै धेरै धन्यवाद। एकदमै नयाँ कुरा चाहिँ तपाईँले देखाउनु भयो है। म चाहिँ एकदमै अमेज नै भएँ खासमा भन्दाखेरि। मैले चाहिँ के सोध्न खोजेको थिएँ भन्दाखेरि त्यो एलएलएम सेगमेन्टेसन थियो नि त यो लास्टवाला, सो त्यसमा चाहिँ त्यो ह्याटहरू बुलहरूलाई चाहिँ त्यो डिजिटाइज गरेको वाला थियो नि। सो त्यहाँ त यसो हेर्दाखेरि त लगभग क्लियर भनौँ न एउटै अब्जेक्ट जस्तो छ होइन, त्यसमै पनि होइन, त्यस्तै बुल एउटा मात्र छ, पछाडि ब्याकग्राउन्ड छ, अब हाइलाइटेड यो छ नि त। तर इनकेस हामीसँग मानौँ एकदमै लार्ज इमेजहरू भयो भने त्यसमा चाहिँ कतिको कस्तो फर्म गर्छ, हजुरले यो टेस्ट गर्नुभएको छ कि नै भन्ने खासमा बुझ्न खोजेको दाइ। त्यसमा छ नि, खासमा यहाँ मैले डेमो देखाउन पाइनँ होइन, तर यो कहाँ गयो होला, यो छ नि, यो पोस्टिङ भइरहेछ नि यो टाइलमा, यो एफबीको इमेजरी छ कि यहाँनिर यो छ होइन। यसलाई चाहिँ मैले के गरिदिएको भन्दाखेरि 1024 2028 कति टाइलमा टुक्रा गरिदिएर छ, यतिमा टुक्रा गरेर अनि ओभरल्याप 10% राखेर इच इमेज प्रोसेस गर्छु कि गर्न सक्यो। अनि त्यसपछि जुन आउटपुट आउँछ नि, त्यो आउटपुटलाई चाहिँ मैले भेक्टर आउटपुटलाई मैले मर्ज गर्दा पनि भयो, वा रास्टर आउटपुट छ भने त्यसलाई पनि मैले प्रिन्ट गर्दा पनि भयो कि। त्यसको म तिमीलाई एउटा स्क्रिनमा देखाउँछु ल, अलिकति एउटा गिफ्ट देखाउँछु, अलिकति सेन्स लाग्छ। जस्तै खोल्छ खोल्दैन, जस्तै यो हेर त, यो यसरी प्रोसेस हुन्छ क्या, यसरी टुक्रा टुक्रा प्रोसेस भयो होइन। अनि त्यसपछि तिम्रो अब भिक्टोरी आउटपुट भने मर्ज गरेर निकाल्न पनि मिल्यो। यसरी रास्टर हो भने ब्लेन्डिङ गरेछ, अब यसरी थुप्रै आउटपुट आयो क्या। यही कुरा यसरी नै टुक्रा टुक्रा प्रोसेस भएर तिम्रो भेक्टर आउटपुट हामीले निकाल्न सक्छौँ। त्यो चाहिँ एआईको कुरा होइन रहेछ कि, त्यो जियो स्पेसल प्रोसेसिङको कुरा रहेछ। कम्प्युटर भिजन मोडलले भन्दैन, हामीले जियो स्पेसल कोड लेखेर गर्ने कुरा। ठिक छ, थ्याङ्क यू दाइ, थ्याङ्क यू। सही हो, धन्यवाद दाइ, एकदम एक्साइटिङ कुरा चाहिँ प्रेजेन्ट गर्नुभयो होइन। अनि जियो स्पासियल डेटामा पनि कसरी एलएलएमले चाहिँ इजी जिरो प्रम्प्टको कुराहरू एकदम इन्ट्रेस्टिङ लाग्यो। अरू केही क्वेसनहरू छ भने चाहिँ सोध्दा हुन्छ है। हेलो, यदि कसैको क्वेसन छैन भने मसँग टन्न क्वेसन छन्, म चाहिँ दाइको टाइम एभाइलेबिलिटी अनुसार चाहिँ सोध्छु। एक दुईटा एउटा यो कुरा देखाउन खोजेँ ल मैले जस्ट बिफोर टेक्स्ट गर्दा अगाडि। जस्तै अघि नै मैले एउटा कुनै कतातिर एउटा स्कोर देखाएको थिएँ नि, जस्तै चेन्ज डिटेक्सनमा यो सिमिल्यारिटी कति छ यो दुईटा बिचमा भन्ने यो स्कोर क्यालकुलेट गरिरहेको छ नि, यो त मैले गरेको भयो, एआईले गरेको होइन होइन। तर अब के छ भन्दाखेरि त्यही कन्सेप्ट लार्ज डेटामा कस्तो अप्लाई हुन्छ भन्दाखेरि होइन, यो गुगलको एउटा नयाँ डेटा सेट हो, सेटेलाइट एम्बेडिङ भन्छ होइन। यस्तै ओपन सोर्सहरू डेटा सेट पनि छ। अब यसमा के गरेर मिल्छ भन्दाखेरि उनीहरूले चाहिँ कति यो लाइडार सार सेन्टिनल इमेजलाई चाहिँ मिक्स गरेर कति 26 है कति ब्यान्डको एउटा नयाँ सेटेलाइट इमेज बनाइदिएको छ एआई युज गरेर होइन। अब यसमा चाहिँ कुनै एउटा दुईटा पिक्सेल कति पर्सेन्टेज सिमिलर छ होइन, जस्तै कुनै एउटा बाटोको एउटा सिंगल पोइन्ट हाल्यो भने
त्यो जस्तै अर्को सिमिलर पिक्सलहरू यो म्याप डेटामा कता कता छ भन्ने खालको सर्च गर्न मिल्छ क्या। अनि त्यो भनेको यही कन्सेप्ट हो। अब जियोस्पेसियल एम्बेडिङ भनेर भन्छ होइन, तर एकदम कोरमा एकदम बुझ्नुपर्ने कन्सेप्ट भनेको यही हो। अब यहाँ एउटा पोइन्ट हालेको छ भने यसको सिमिलर पोइन्ट भनेको यहाँनिर ग्राफमा त यस्तो प्लट आयो नि त। तर त्यसले हामीले म्यापमा अब बिल्डिङ भन्थ्यो भने सबै बिल्डिङ त म्यापमा प्लट हुन्थ्यो है। ल त्यो एउटा राख्न मैले थ्याङ्क यू फेरि है तपाईँलाई। धन्यवाद हुन्छ टेक के त्यो फर्स्ट क्वेसन हजुरले अब स्कोरै डिस्क्राइब गर्दै हुनुहुन्छ। सो मेरो फर्स्ट क्वेसन नि स्कोरमै हो, कसरी क्यालकुलेट गर्नुभएको छ दाइ ठ्याक्कै स्कोर चाहिँ सिमिलर यति भयो डिफरेन्स यति भयो भन्नलाई त हाम्रो रिफरेन्स डेटा पनि चाहिन्छ है। यो यार सिमिलर यो भनेको छ नि यो यसो छ क्या, यो यहाँ आएर त पखल यहाँबाट आयो। जस्तै मसँग पहिला डिफाइन किवर्ड्सहरू छ होइन, मैले यो किवर्ड निकालेर राखेँ, ल्यान्ड कभरको टाइप यतिवटा मैले सपोर्ट गर्छु, ल्यान्ड युजको यतिवटा छु भनेर भयो होइन। त्यसपछि यो लार्ज ल्याङ्ग्वेज मोडल हो होइन, यो सानो एउटा मोडलबाट एम्बेडिङ निकाल्यो है इन्कोड गरेर। त्यसपछि एम्बेड निकाल्ने बित्तिकै के मिल्छ भन्दाखेरि कोसाइन स्कोर हेर्न मिल्यो नि त है। अब कोसाइन स्कोर भनेको के भन्दाखेरि हामीले कतै पढेको नि छ होइन, अब यो सर्च मात्रै गर्छु। कोसाइन सिमिल्यारिटी भनेको त बेसिक यो भेक्टर अपरेसन हो होइन। यो एकदमै यस्तो यस्तो खालको के हुन्छ, यो दुईटा भेक्टर बिचको डिग्री कति हो भनेर हो यसको फर्मुला हामीले कतिले गरे पनि होला होइन। अब त्यहाँबाट चाहिँ बिल्डअप हुँदै गयो जस्तै। तर मैले के गरेछु भन्दाखेरि यो हेर न, यो अर्को एलएनपीको लाइब्रेरीहरू छ कि स्पेसिक भन्ने, त्यहाँबाट चाहिँ अब मैले यो नाउनहरू छ नि एक्सट्र्याक्ट गर्न मिल्छ क्या। अनि त्यसबाट अझै त्यो एक्सट्र्याक्सन गरेको नाउन र हुन्छ नि त्यो त्यहाँको नाउन र यो मध्ये कुन कुनसँग चाहिँ सिमिल्यारिटी छ भनेर हेर्दै गयो। अनि पछि एग्रिगेट गर्दै गएर एउटा तरिकाले निकालेको छ। अब त्यसरी गर्दाखेरि पनि हामीसँग रिजल्ट चाहिँ आउँछ कि यहाँनिर लिनियर ट्रान्सपोर्टेसन आएको। सो यो चाहिँ कनेक्ट गरे जस्तै भयो कि हामीले सोच्छौँ नि त एकदम कसरी गऱ्यो होला, कसरी चाहिँ अब निकाल्ने अब यो होइन। तर इट क्यान बी अ सिम्पल एज क्याप्सन जेनेरेटिङ एन्ड टेक्स्ट कम्पेरिजन क्या। ए सही हो। भनेपछि यो चाहिँ ठ्याक्कै रिफरेन्सकै आधारमा सिमिलारिटी डिफरेन्स होइन कि लाइक किबोर्डको आधारमा त्यहाँबाट जनरेट भएको किबोर्डको आधारमा भयो। ए ओके हो यो अलि प्रोक्सी डेटा जस्तै भयो, ठ्याक्कै हुन्छ नि यही बिल्डिङबाट होइन कि। तर यहाँ आज टेक्स्चुअल डिस्क्रिप्सन आयो नि त होइन। हामीले यो इमेजलाई हामीले इन्कोड गऱ्यौँ, भिक्टराइज गऱ्यौँ, त्यसपछि त हामीले त्यहाँनिर टेक्स्ट डेटा बराबर भयो नि त त्यो। टेक्स्ट डेटामा त हामीले नेसनल ल्याङ्ग्वेज प्रोसेसिङको धेरै कुरा गर्न मिल्छ नि त, जुन चाहिँ कम्पेरिटिभली फास्टर हुन्छ नि त प्रोसेस गर्न देन इमेजको डेटा। हामीले यहाँ इमेजकै प्रेडिक्सन गर्न नमिल्ने त होइन नि, तर त्यो टाइम कन्ज्युमिङ हो। अनि लार्ज ल्याङ्ग्वेज मोडलले के इनेबल गर्दो रहेछ भन्दाखेरि यसरी डेटा जेनेरेट गर्यो होइन, अनि हामीले अलिकति छिटो प्रोसेसिङ गर्न मिल्यो कि। जस्तै इमेज सर्च गर्नुभन्दा टेक्स्ट सर्च गर्न फास्टर हो नि त होइन। डाटाबेसमा 1 मिलियन टेक्स्ट सर्च गर्न फास्टर हो नि त 1 मिलियन इमेज सर्च गर्नुभन्दा। सो यसको युज केस त्यहाँतिर धेरै एक्सपान्ड हुँदो रहेछ क्या। अनि जस्तै कसैले के पनि गर्छ भन्दाखेरि यो सेन्टिनलदेखिको अनेक इमेजरीहरूमा हुन्छ नि मा चाहिँ अब सबैको इम्बेडिङ बनाइदियो, अनि मैले त्यहाँ टाइप गर्न मिल्यो कि अब खालको इमेजरी चाहियो भने अब त्योबाट खोजिदिन्छ कि होइन। सेन्टिनल मात्र होइन, कसैको प्राइभेट डेटा हुनसक्छ एप्सको होइन, वा अरू कुराहरू भयो, त्यसरी कन्ट्रोल गरेर राख्दा सही हो। अनि दाइ अर्को कुरा चाहिँ अब यही उमै होइन, यही प्रेजेन्टेसनमै यो मोडलको रिलायबिलिटी चाहिँ कतिको छ? मानौँ यो पर्टिकुलर इमेजमा त अलिअलि राम्रै काम गर्यो, अनि त्यसपछि त्यहाँ तलपट्टि मैले देखेको थिएँ के अरे क्लियरिङ समथिङ भन्ने के आइरहेछ होइन। अनि मानौँ अरू इमेजहरू या त अलिकति मानौँ बल्क इमेजहरू 10,000 इमेजमा चाहिँ डाइरेक्टली प्रोसेस गर्न खोजियो भने होइन, अनि यसको एक्युरेसीहरू कस्तो हुन्छ होला? आजै युज गर्न मिल्ने फेजमा छ या छैन यो टेक्नोलोजी? सो यो चाहिँ यो हकिङ फेस भन्ने छ नि यो वेबसाइट छ होइन, त्यसमा चाहिँ यो एकदमै राम्रो बेन्चमार्क भएको मोडल हो कि मुनड्रिम भन्ने। अनि यो मोडल चाहिँ खासमा सबसे सानो वेट र सबसे हायर पर्फर्मिङ खालको मोडल छ कि यो चाहिँ होइन। यसको चाहिँ कम्पेरिटिभली मेमोरी फुटप्रिन्ट मैले भन्नु अघि नै जस्तै यहाँ पनि 16 जस्तो जिबी योवाला मजाले चल्छ कि। मेरो त यो 4 जिबीमा नि मैले चलाउने बनाएँ होइन, त्यो एउटा एडभान्टेज हो उसको।
अब यसलाई चाहिँ हामीले मुनिको यो जुन कोडहरू छ नि सरी टेक यो चाहिँ हाम्रो भयो, तर माथिको मोडल चाहिँ जे युज गर्दा नि भयो। अहिले मुन्ड्रिम युज गरेको छ भने पछि हुन्छ नि अर्को कुनै लाभा युज गर वा कुनै फेसबुकको मोडलहरू युज गर्न पनि पाइयो होइन, वा यसलाई पनि फाइन ट्युन गर्न पाइयो आफ्नो युज केस अनुसार होइन। तर यो भनेको इट्स अ सेपरेट थिङ। अनि आज मैले देखाउन खोजेको यो कुरा सेपरेट थिङ भने जस्तो मात्रै राख्न खोजेको। यो त अब मोडमा डिपेन्डेन्ट होइन नि त, यो त मान्छेले तिमीले र मैले बसेर इमेजको डिफ्रेन्स हातले देख्दै भने नि त्यसले त डिफ्रेन्स दिन्छ नि त। हो दाइ। सही हो। मेरो अर्को क्वेसन पनि थियो ठ्याक्कै त्यो के अरे टोकन कन्ज्युम्सन अनि त्यसपछि लाइक रन टाइम रिलेटेड होइन। अनि नर्मल्ली चाहिँ अब मोडलहरूले इमेज प्रोसेस गर्न चाहिँ जस्तै ओपन एआईको एकदम राम्रो छ होइन ओसिआरहरू गर्नलाई इमेजहरूबाट। तर के अरे ओपन एआई युज गरियो भने त्यसले टोकन चाहिँ लास्टै कन्ज्युम गर्छ अनि इमेज डेटामा लास्टै टोकन कन्ज्युम गर्छ, खर्चिलो छ। प्लस टाइम पनि नर्मली एउटै इमेज प्रोसेस गर्न मानौँ एउटा इमेजको क्याप्सन निकाल्न टन्न लाग्छ होला होइन। हजुरले युज गरेर यो मोडलले चाहिँ होइन कतिको टाइम कन्ज्युम गर्यो अनि कतिसम्म टोकन हुन्छ टोकनको पुरै भयो किनकि यहाँ चाहिँ यो फुल्ली ओपन सोर्स यहीँ रन भइरहेको रहेछ होइन। अनि कतिको फास्ट चाहिँ कतिको फास्ट छ त? ल यो मैले यो डेमो मेरो कम्प्युटरमा राखिरहेको थिएँ होइन। जस्तै अब यो cricket.png लाई चाहिँ क्याप्सनिङ गर सर्टमा भनेर आएको छ होइन। जस्तो म इन्टर हाने है त। दाइ हजुरको हामीले क्रोम मात्र देखिएछ है त्यही चेन्ज डिटेक्सन वाला, अरु केही देखाउँदैन। ओके हाउ ल यो मेरो म्याट्रिक्स के भयो कि यो कसरी स्टप गर्छ ल स्टप ल म एन्टर विन्डोज ल आयो मेरो टर्मिनल आयो। जस्तो त्यही cricket.png भनेर मैले यो टियुको ग्राउन्डको गोल र स्क्रिनसट लिएको थिएँ। त्यसमा मैले इन्टर हाने होइन। जस्तै अब मेरो यो चाहिँ अलिकति हाई पिसी नै हो, तर यसमा अब यो मोडल लोड गर्न फ्यु सेकेन्ड्स क्याप्सन आइहाल्यो है। एरियल इमेजरी रिभिल्स द सर्कुलर क्रिकेट फिल्ड विथ सराउन्डिङ बिल्डिङ्स रोड एन्ड ग्रिनरी अफरिङ अ कम्प्रिहेन्सिभ भ्यू अफ द फेसिलिटी एन्ड इट्स इमिडिएट सराउन्डिङ है। अब यसलाई मैले क्लोज गरिदिएँ। अर्को कुनै एउटा पोइन्टको ल जस्तै यो अर्को यो 10 रङ्गशाला वरिपरिको इमेज हो गयो। त्यसमा मैले ओपन स्पेस भन्न हाने भने टुडी खेललाई हाइलाइट गर्छ होला। यो लोडिङ हुने एकछिन टाइम लाग्यो। यो त अब एकचोटि स्क्रैचदेखि लोड भइरहेको, तर यो लोड हुने बित्तिकै जस्तै अब यहाँ देख्छ नि त यहाँ 1 भनेर आइरहेछ है। एउटा डिटेक्ट गर्यो भनेर ओपन स्पेस भनेर। अब मोडलको कम्प्लेक्सनमा यो दुईवटा कुरा छ कि ठिक। जस्तै यो एरियल इमेजिङमा फाइन ट्युन मोडल होइन के यो जेनरल पर्पस मोडल हो है। उनीहरूको डक्स बन्न थाल्यो भने उनीहरूको फोकस कहाँतिर छ भन्दाखेरि रोबोटिक्सलाई भिजन दिने र तिम्रो वेबसाइटहरूलाई छ नि एआईले वेबसाइटहरू चलाउन मिल्न सकोस् कि किनकि वेबसाइटको स्क्रिनसट बुझेर वेयर टु क्लिक भन्ने कुराकोहरू थाहा पाउनुपर्छ नि, बटन कता छ कुन फर्म भन्ने त्यो छ। तर उनीहरूले ट्रेन गरे अनुसार एरियल इमेजमा नि राम्रै आउँछ, कन्टेक्स्ट बुझ्छ। तर कहिलेकाहीँ चाहिँ तिम्रो जस्तै यहाँ मैले एकदमै अचपल्टो कुरा दिएँ भने चाहिँ यसले अलिक तरी बिगार्छ आउँछ होला। जस्तै यो रोड पनि गऱ्यो भने रोड त कन्टिन्युस फिचर हो नि त, तर उसले चाहिँ एउटामा डिटेक्ट गर्छ कि जस्तै यो मेजर सबसे मेजर कुन थियो त भनेर क्या यहाँ छ गऱ्यो होइन। एउटा यो इस्यु खालको हुन्छ। त्यस्तै गरी मैले स्टेडियम गरेँ भने मोस्ट प्रोमिनेन्ट जुन छ नि बाई डिफल्टमा चाहिँ यो हुन्छ होइन। तर यो चाहिँ मुन्ड्रिङको भर्जन 2 भयो होइन। तर उनीहरूले यही नै कुराहरू सल्भ गर्नलाई अहिले भर्जन 3 बनाएर आएको छन् कि। अनि भर्जन 3 मा चाहिँ मैले यो तिम्रो इमेज यहाँ छ कि अलिकति इमेजहरू डिस्क्राइब गर्न पाए चाहिँ हुन्थ्यो आएन डेमोमा। तर यहाँनिर हामीले अलिक यो टेम्परेचरहरू पनि चलाउन मिल्छ, टोकनहरू पनि चलाउन मिल्छ कि। भर्जन 2 मा टोकनहरू चलाउन मिल्दैन, लिमिटहरू चलाउन मिल्दैन, अनि टेम्परेचरहरू पनि मिल्दैन कि। अनि एउटा डिफल्टमा कुन चाहिँ हालेको छ उनीहरूले अनि त्यही अनुसार कहिलेकाहीँ एउटा कहिलेकाहीँ दुईवटा आउँछ कि। तर टेम्परेचर चलाउनु भन्दा त्यो अलिक कन्ट्रोल गर्न मिल्ने भनेर हो मेरो अन्डरस्ट्यान्डिङ। एउटा यो हो होइन।
अनि अर्को चाहिँ मैले त्योहरू कभर गरेन होइन, तर जियो एआईको यो मैले खोलेर त राख्दैन, यो डाइनो भित्री भनेर छ कि यो, अनि यो जियो एआई प्याकेजमा इन्टिग्रेटेड पनि छ होइन। यसले चाहिँ तिम्रो यसले पनि भिक्टर इम्बेडिङ्सहरू दिन्छ कि, त्यही कहाँ गयो भिडियोज जस्तै यहाँनिर है, प्रोडक्सन सेल्फ सर्भिस लर्निङ फर यो छ नि, कहाँ गयो, जस्तै यो टेल भनेर सर्च गरेको होला, के सर्च गर्दाखेरि यो बिरालोको पिक्चर हो दिँदैन त होइन, तर अब टेल भनेर सर्च गर्दाखेरि यो टेल चाहिँ अर्कै कलरको आयो नि त होइन, यो चाहिँ एक्टिभेट भयो जस्तै हो कि। यहाँ सिमिलर तिम्रो टेक्स्ट क्वेरी र यहाँ सबसे सिमिल्यारिटी धेरै भयो, वा कान भनेर सर्च गर्दाखेरि यो एक्टिभेट भयो जस्तै भयो होइन, यहाँनिर चाहिँ मोस्ट सिमिल्यारिटी आएको भने जस्तै भयो। त्यो मुन्ड्रिम चाहिँ एउटा इक्जाम्पल भयो, तर यो एरियामा चाहिँ अलरेडी धेरै काम भइरहेको कारणले गर्दाखेरि त्यो मोडलहरू यता चाहिँ मजाले चल्दो रहेछ कि। अनि हामीले अब सेटेलाइट डेटाको पेयरमा कसैले आफ्नो युज केसलाई फाइन ट्युन पनि गर्न पायो भन्ने चाहिँ हो। सही हो। यो पनि मेटाकै रहेछ त है, डाइनो भित्री। नाइस। यो अलिक कडा छ यसमा होइन, तिमीले जस्तै त्यो फिचरहरू नै एक्सट्र्याक्ट गर्न मिलिरहेको। मैले एउटा अब जस्तै ब्रिक क्लिन होइन जस्तै हुन्छ नि, वा चाहिँ ग्रेनको साइडलाई मैले 20-30वटालाई एनोटेट गरिदिएँ, त्यसपछि त्यो एनोटेसनबाट एउटा एम्बेडिङ आउँछ। अब त्यो एम्बेडिङ लिएर ठुलो सोचौँ न, 50 स्क्वायर किलोमिटर इमेजमा अरू ब्रिक क्लिन खोज भनेर खोजिदिन्छ क्या, विदाउट एनी लाइक धेरै ट्रेनिङ। सस त्यो अघि नै मैले देखाएँ नि सिमिल्यारिटी स्कोरहरूकै खेल हो। नाइस, धन्यवाद दाइ। अरू केही क्वेसन छ कोहीसँग? फिल फ्री टु आस्क है। लुक्स लाइक क्वेसन चाहिँ कोहीसँग छैन जस्तो छ दाइ। मेरो वान फाइनल क्वेसन चाहिँ के अरे, यो प्रेजेन्टेसन सेयर गर्न मिल्छ या त हजुरको त्यो डेमोहरूको केगलको लिङ्कहरू पनि मिल्छ भने त्यही हालेर सेयर गरिदिनु। मिल्छ, म डिस्कर्डमा हालिदिन्छु। हुन्छ हुन्छ डिस्कर्ड भयो ल त्यसो भए अहिले हालिदिन्छु, स्क्रिन चाहिँ अफ गरेँ है त। ल सबैलाई थ्याङ्क यू। हुन्छ त, एकदम धन्यवाद। अब हाम्रो चाहिँ मेन यसो हल्का त्यो रोलिङ डगतिर नि के भइरहेछ भनेर 5 मिनट जति हेर्छौँ हामी, अनि त्यसपछि छुट्छौँ। धन्यवाद दाइ, एकदम इन्फर्मेटिभ भयो सेसन चाहिँ, रमाइलो भयो। थ्याङ्क यू दाइ। ल म चाहिँ निस्किनु छ होइन, 8:30 पनि भयो।